आदरणीय दर्शकवृन्द नमस्कार। अहिले तपाईं हेर्दै हुनुहुन्छ समाजलाई समृद्ध बनाउने हाम्रो प्रयास समदर्शी अनलाइन र आज हामी दमक 7 झापामा रहेको सोनाम नेम्बाङको घरमा आइपुगेका छौं। सोनाम नेम्बाङ को हुनुहुन्छ त भन्दा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, त्यसैगरी इन्स्योर हेल्पेटास कोशी प्रदेश र उद्योग संगठन मोरङले संयुक्त रूपमा आयोजना गरेको शिव उत्सव 2082 मा पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान दमकको तर्फबाट चाहिँ उहाँले भाग लिनुभएको थियो, पार्टिसिपेट हुनुभएको थियो र प्रदेश नम्बर 1 अथवा कोशी प्रदेश भरिका 5 वटा कलेजका विद्यार्थीहरूको सहभागिता रहेको सो प्रतियोगितामा उहाँले चाहिँ स्किल आइकन 2025 को उपाधि हासिल गर्नुभयो र आज हामी उहाँसँग भेट्नको लागि उहाँको घरमा आइपुगेका छौं र उहाँको घरमा उहाँको बुवा हुनुहुन्छ, उहाँको आमा हुनुहुन्छ। सोनाम नेम्बाङले कसरी जित्नुभयो अथवा सोनाम नेम्बाङ कस्तो खालको नानी हुनुहुन्थ्यो भन्ने विषयमा उहाँको बुवा र उहाँको आमासँग हामी छोटो कुराकानी गर्नेछौँ। मेरो होमबहादुर नेम्बाङ हो। होमबहादुर नेम्बाङ सोनाम नेम्बाङको बुवा हुनुहुन्छ हैन? बुवा। सोनाम नेम्बाङले यो स्किल आइकन 2025 लाई चाहिँ लिड गरेर आउनुभयो, आइकन भएर आउनुभयो। तपाईलाई कस्तो लागिरहेछ? अब कस्तो खुसी, प्राउड, राम्रो मेरो छोरीले राम्रो गर्यो, अब अरू बेला पनि यस्तै गरोस् हैन भन्ने। अनि जुन छोरीले चाहिँ यसो गर्नुभयो, अब छोरीलाई पढाउनको लागि मेहनत सङ्घर्ष चाहिँ कति गर्नुभएको छ, कतिको गाह्रो भइरहेछ तपाईहरुलाई? गाह्रो भन्दा पनि अब यस्तै हो, अब समयअनुसारले चल्नुपर्छ। अब त्यस्तै अब दुःख सुख अब दुःखैले जस्तै गरेर यहाँसम्म पुर्यायो। तपाईँ के पेसामा आबद्ध हुनुहुन्छ? पेसा त मेरो अब सफारी, अटो सफारी हो। नेम्बाङको आमा हुनुहुन्छ है? सोनाम नेम्बाङ सानोमा कस्तो खालको स्वभावको हुनुहुन्थ्यो बताइदिनुस् न। सानोमा अब राम्रै सहनशील, भनेको मान्ने हैन, पढाइमा पनि राम्रै थियो। हजुर। अनि सोनामको अविस्मरणीय क्षणहरू नि सानोमा केटाकेटीको अवस्थामा गर्नुहुन्छ नि त, अब पछि गएर चाहिँ यो नानीले नाम राख्छ कि भन्ने त्यस्तो सङ्केतहरू केही पाउनुहुन्थ्यो? यो स्किल आइकन उहाँले विजेता बन्नुभयो, त्यसमा कतिको खुसी हुनुहुन्छ? एकदम खुसी। कम्पिटिसनमा भाग लिँदै जाँदाखेरि कस्तो हुन्थ्यो? मेरो छोरी तपाईलाई मनमा कसैको पूजा पाठ गर्ने हुन्छ है, मेरो छोरीले जितोस् भन्दै प्रार्थना गर्ने हुन्छ, तपाईले चाहिँ के कसो? अब पूजा पाठ हुने पूजा पाठ चाहिँ गरेन, तर अब मनमा चाहिँ अब सोचेको थिएँ राम्रै भएर आयो हुन्थ्यो भन्ने सोच्नु भएको थियो। अनि राम्रै भएको खबर पाउँदा, एक्कासी त्यस्तो खबर पाउँदा चाहिँ तपाईलाई कस्तो लाग्यो? एकदम खुसी। आदरणीय दर्शकवृन्द, अब भने हामी तपाईहरुलाई पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान दमक 7 झापामा अवस्थित रहेको छ त्यो कलेजतर्फ सोनाम नेम्बाङसँग भेट्नको लागि लैजाँदैछौँ। धन्यवाद। सबैभन्दा पहिले म तपाईहरुको यो समदर्शी मिडिया हाउसलाई तर्फबाट हाम्रो शिक्षालयका गतिविधि र शिक्षालयका प्रगतिहरूको विषयमा समाचार सङ्कलन गर्न आउनुभएकोमा तपाईहरुलाई हार्दिक स्वागत गर्दै, हाम्रो प्रतिष्ठानले विगत 4 वर्षदेखि प्री डिप्लोमा तहको अप्रेन्टिसशिप प्रोग्रामहरू सञ्चालन गर्दै आएको छ। यो प्रोग्रामको लागि सामाजिक विकास मन्त्रालय त्यसै गरेर हेल्पेटास इन्स्योरको तर्फबाट हामीलाई आर्थिक तथा प्राविधिक सपोर्ट भएको छ र यो विषयहरू हामीले पठन पाठन गर्दै आउँदाखेरि आजका दिनसम्म हामीले 160 जनाभन्दा बढी विद्यार्थीहरूलाई प्री डिप्लोमा तहको प्राविधिक शिक्षा दिन सकेका थियौँ र यस वर्षदेखि इन्स्योरले अग्रसरता देखाएर यसलाई चाहिँ प्रदेश स्तरीय एउटा शिव प्रतिस्पर्धाको कार्यक्रम आयोजना गर्यो।
त्यो सिप प्रतिस्पर्धाको आयोजनामा पहिलो चरण हाम्रो शिक्षालयमा अप्रेन्टिससिप अध्ययन गर्ने विद्यार्थीहरूमध्येबाट पहिला हामीहरूले चाहिँ 2 जनालाई छनौट गऱ्यौँ। हाम्रो सोनाम नेमाङ 81-82 को ब्याचको विद्यार्थी सोनाम नेमाङ, त्यस्तै गरेर अर्को दीपिका पोडा सैनी पनि छनौट हुनुभयो। उहाँहरू चाहिँ कोशी प्रदेश स्तरीय दोस्रो चाहिँ प्रतियोगिता सिप प्रतिस्पर्धा भयो, जो मोरङ उद्योग सङ्गठनको र सामाजिक विकास मन्त्रालयको समन्वय र मोरङ उद्योग सङ्गठनको आयोजनामा भएको कार्यक्रममा यस प्रदेशभित्र चाहिँ रहेका 5वटा इन्फर्मेसन टेक्नोलोजी अध्ययन गराउने कलेजहरूका विद्यार्थीहरू 5वटा कलेजबाट 10 जना विद्यार्थीहरू जानुभएको थियो। ती 10 जना विद्यार्थीहरू मध्येबाट प्रतिस्पर्धामा आज सोनाम नेमाङ उत्कृष्ट हुनुभयो र पूर्व घोषित कार्यक्रम अनुसार आइटी आइकनको रूपमा यो प्रोभिन्सको चाहिँ 2025 सन् 2025 या 2025 को चाहिँ आइटी आइकनको रूपमा हाम्रो विद्यार्थी सोनाम नेमाङ चाहिँ विजेताको रूपमा अगाडि आउँदा यसको खुसी, यसको चाहिँ उत्साह, यसको चाहिँ उमङ्गबाट हामीहरू चाहिँ अब यसलाई कुनै काउन्टमा छैन। यो चाहिँ हामीहरू अत्यन्त धेरै खुसी छौँ, हर्षित छौँ र आज सोनाम नेमाङको जुन लगनशीलता, जुन सोनाम नेमाङको चाहिँ यो प्राविधिक शिक्षाप्रतिको लगनशीलता, यो चाहिँ फेरि पक्कै पनि आज कलेजले जस लिने भने सोनाम नेमाङको जुन आफ्नो स्किल सिपप्रतिको लगाव, यसको सही मूल्याङ्कन भएको छ, सही सम्मान भएको छ र सोनाम नेमाङले आगामी असारको दोस्रो सातामा चाहिँ काठमाडौँमा हुन गइरहेको राष्ट्रिय स्तरको सिप प्रतिस्पर्धामा त्यहाँ पनि विजय पक्कै पनि चुम्नेछन् भन्ने हामीहरूले आशा राखेका छौँ र त्यसको निम्ति हामीहरूले उनलाई अहिले पनि फेरि विभिन्न विषयहरूमा रिभिजन गराइरहेका छौँ र त्यो राष्ट्रिय स्तरको आइकन आइटी आइकन पनि सोनाम नेमाङकै पोल्टामा पर्नेछ भन्ने अपेक्षा पनि राखेका छौँ। हलेको वृक्षको हाँगो ननुहेको कहाँ छ र, जुन वृक्षमा धेरै फल लागेको हुन्छ त्यो वृक्ष भुइँतिर निहुरिएको हुन्छ। त्यस्तै सोनाम नेमाङले पनि स्किल आइकन 2025 को उपाधि जित्नु भएको छ। तर उहाँ अत्यन्तै सरल र शालीन व्यक्तित्व हुनुहुन्छ। उहाँलाई भेट्नको लागि आज हामी पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान दमकमा छौँ र सर्वप्रथम तपाईँलाई वेलकम छ। नमस्कार हजुरलाई। सबैभन्दा पहिला तपाईँलाई हार्दिक बधाई स्किल आइकन 2025 जित्नु भएकोमा। धन्यवाद हजुरलाई। कस्तो लागिरहेछ? एकदम खुसी लागिरहेछ। अब त्यहाँसम्म पुग्छु भन्ने त अब आश त थियो, तर हुन्छ नि एउटा अब मतलब जित्छु नै भन्ने चाहिँ थिएन। जस आश चाहिँ थियो, तर जितेकोमा चाहिँ धेरै खुसी लागिरहेछ। एक त मम्मी ड्याडी पनि धेरै खुसी हुनुहुन्छ, सरहरू सबजना खुसी हुनुहुन्छ, अनि त्यसैमा नै खुसी छु। जस्तै कस्तो हुँदो रहेछ ठ्याक्कै अब हामी अहिलेको वर्तमानदेखि बिस्तारै अतीततिर फर्किँदै जाउँ होइन, तर अहिले वर्तमानकै कुरा गरौँ। जस्तै तपाईँले ठ्याक्कै स्किल आइकन घोषित हुनुभएपछि साथीहरूको कलहरूदेखि लिएर सरहरूको रेस्पोन्सहरूदेखि लिएर कस्तो पाउनुभयो? अलिकति आफूमा फरक भइराखेको छ कि भन्ने हुन्छ नि एक किसिमको? अलिकति त अब त्यस्तो महसुस त हुँदो रहेछ। अब किनकि अब पहिला त म धेरै जस्तो सोसियल मिडियामा त्यति साह्रो एक्टिभ नै छुइनँ होइन। अनि अब कहिलेकाहीँ यस्तो न्युजहरू हेर्नुपर्दा अब सरहरूको हुन्छ नि कहिलेकाहीँ पढाउनु हुँदाखेरि अब आउँछ नि न्युजहरू, त्यस्तोहरूको लागि मात्रै खोल्थेँ होइन। अनि अहिले चाहिँ फेरि सबजनाले हुन्छ नि अब कङ्ग्रेचुलेसन भन्नुहुन्छ, सरहरूले नि स्टोरीहरूमा पोस्टहरू गरिराख्नुहुन्छ। अलिक खुसी चाहिँ लागिरहेछ। अलिक रातारात चर्चा आइराख्नु भएको छ अहिले। हजुर। अनि यसलाई चर्चामा आइरहँदाखेरि यसलाई चाहिँ अब तपाईँले सामना गर्न अथवा त्यसमा पार्टिसिपेट हुन तपाईँलाई कतिको इजी फिल भइरहेछ? इजी त भन्दा नि अलिकति त अब गाह्रै हुन्छ, प्रेसर नै पनि हुन्छ। किनकि अब कहिले नि यस्तो गरेको छैन। अब हुन्छ नि कोशीमा प्रदेशको लागि भिड्छु भन्ने पनि सोचेको थिइनँ। अब त्यसमा सेलेक्ट भयो, अब अझै नेसनल लेभलमा पनि भिड्नुपर्ने अलिकति प्रेसर त हुन्छ। तर सरहरूले पनि पहिला पनि मद्दत गर्नुभएको छ, सपोर्ट गर्नुभएको छ नोमेश सर, उपेन्द्र सरहरूले। अनि अब आउने दिनमा पनि सपोर्ट गर्नुहुन्छ उहाँहरूले। त्यही भएर अलिकति चाहिँ हलुका चाहिँ छ, प्रेसर चाहिँ फिल भइरहेछ।
ठ्याक्कै तपाईँ यो सिप उत्सव 2082मा पार्टिसिपेट हुनुभयो होइन त्यसमा अब स्किल टेस्ट भयो एक्जाम भयो तपाईँहरू कम्पिटिसनमा जानुभयो त्यतिखेरको जुन तपाईँको एउटा मनमा चलिरहेको कुराहरू होइन त्यो एक किसिमको डर कस्तो खालको हुन्छ नि त्यो व्याख्या गर्न नसकिने त्यसलाई चाहिँ तपाईँ कसरी वर्णन गर्नुहुन्छ अब जस्तै त्यतिखेर चाहिँ कस्तो थियो अब शरीरमा बिस्तारै अलिकति कम्पन आइराखेको पनि हुनसक्छ होइन हजुर कम्पन मतलब अब हात खुट्टा त सबै कामै नै रहेको थियो त्यही माथि जिउ तात्तिने हुन्छ नि त्यो नर्भस भएर अलिकति अब धेरै मान्छेको माझमा अब त्यस्तो गर्नु अलिक गाह्रै हुन्छ कहिले नगरेपछि अनि त्यतिखेर चाहिँ अलिकति सुरुमा चाहिँ अलिक डर लागिरहेको थियो सबजना नयाँ मान्छे अब सरहरू मात्रै हुनुहुन्थ्यो त्यो 2-3 जना चिनेको भन्ने अब कहिले नदेखेको हुनुहुन्थ्यो सबैजना डर लागिरहेको थियो जिउ तात्तिरहेको थियो जस्तै एउटा प्रेसर हुन्छ नि सोना प्रेसर भनेको मैले यो उपाधि जित्नै पर्छ जस्तै हुन्छ नि एउटा फ्यामिली ब्याकग्राउन्डदेखि लिएर होस् अथवा आफ्नो स्ट्रगललाई लिएर होस् त्यो मैले जित्नै पर्छ भन्ने प्रेसर चाहिँ के थियो तपाईँको त्यस्तो जस्तै नजित्दा पनि हुन्छ भन्ने थियो कि मैले त जित्नै पर्छ आमाको कारणले हो कि बुवाको कारणले हो कि अथवा कलेजलाई रोशन गर्नको लागि हो कि त्यो प्रेसर केलाई लिनु भएको थियो तपाईँले मैले प्रेसर भन्दा नि अब मम्मीहरूलाई त अब भनिँदैन होइन अब जे भयो नि अब मैले जितेँ भने चाहिँ मम्मी ड्याडीको हुन्छ नि अब सरहरूको खुसी त्यसको लागि पनि मैले चाहिँ जित्नै पर्छ भनेर अब सोचेरै गरेको हो गर्न चाहिँ अब बाहिर चाहिँ मम्मीलाई अब मम्मी ड्याडी सरहरूलाई अब कोसिस गर्छु भन्ने हुन्छ तर मनमा त आफूलाई प्रेसर हुन्छ नि त मैले जितेँ भने अब सर मम्मीहरूको खुसी देख्न पाउँदाको आफूलाई खुसीको प्रेसर चाहिँ त्यही लिइरहेको थिएँ जस के अरे प्रतिस्पर्धामा भाग लिँदै गर्दाखेरि तपाईँले त्यही प्रेसर लिइरहनु भएको थियो सरहरूले प्रेसर दिनुभएको थिएन सरहरूले चाहिँ अब सक्दो प्रयास गर्नु अब मतलब आफू चाहिँ अलिक प्रेसर नलिनु नर्भस नहुनु आफ्नो सक्दो के भयो आफ्नो सिप चाहिँ देखाउनु भन्नुभएको थियो तर अब आफ्नै सेल्फ प्रेसर हुन्छ नि त्यो चाहिँ अब मैले गर्न पाउँदाखेरि सरहरूको खुसी मम्मी ड्याडीहरूको खुसीको लागि चाहिँ मैले गर्नु नै पर्छ भनेर चाहिँ अब त्यो चाहिँ प्रेसर आफूले आफूलाई दिँदा तपाईँ कन्फिडेन्स चाहिँ कतिको हुनुहुन्थ्यो यसपालिको विनर चाहिँ हुन्छु नै होला भन्ने हुन्छ नि एक किसिमको आफ्नो कन्फिडेन्स चाहिँ कस्तो थियो कन्फिडेन्स आधी थियो आधी थिएन किनकि अब सबैजना ट्यालेन्ट नै हुनुहुन्थ्यो अब म मात्रै ट्यालेन्ट छु भन्ने पनि हुँदैन अब देखेर थाहा हुँदैन होइन उहाँहरूको कन्फिडेन्ट उहाँहरूको अब लगनशील अब पार्टिसिपेटहरूको अब जुन हामी 4जना सेलेक्ट भएको थियौँ त्योभन्दा अगाडि अरू कम्पिटिटरहरू पनि उहाँहरू पनि आफूमा कन्फिडेन्ट हुनुहुन्थ्यो नि त अनि म पनि अब अलिकति त कन्फिडेन्ट थिएँ तर हुन्छ नि फुल्ली कन्फिडेन्ट चाहिँ थिइनँ अब जस्ट मैले गर्न सक्छु भन्ने चाहिँ मलाई आश चाहिँ थियो स्किल आइकन 2025 सोनाम नेम्बाङ भनेर घोषित हुँदा तपाईँलाई कस्तो भयो ठ्याक्कै खुसी पनि लाग्यो डर पनि लाग्यो त्यतिखेर फेरि ठ्याक्क सरहरू पनि नास्ता खान जानुभएको थियो अब सरले पनि अब तिमी जाऊ गएर अब हुन्छ नि क्यामेरा दिनुभयो मलाई सोध्नुभयो फोटोसोटो खिच्न मन लाग्यो भने खिच्दै बस भन्नुभएको थियो अनि म पनि हुन्छ अब त्यो ठ्याक्कै आयो तपाईँ हजुर त्यहाँ फोटो खिच्दै बस्दै थिएँ कुरा गर्दै थिएँ भरे सरहरू पनि आउनु भएको थिएन क्या त्यतिखेर अब नास्ताहरू खाँदै हुन्थ्यो मैले चाहिँ खाइसकेर निस्किसकेको थिएँ अनि भरे मलाई बोलाउनु भयो होइन र रिजल्ट लिएर आउनुभयो त्यतिखेर अब सरहरू अब अगाडिदेखि सरहरूले सपोर्ट गरिरहनु भएको थियो त्यतिखेर साथमा नहुँदाखेरि चाहिँ एक जग्गा डर लागेको थियो के हुन्छु भनेर नाम लिनु हुँदाखेरि चाहिँ सरहरूलाई हेरेँ क्या फेरि यताउति अब सरहरूलाई अब सुनाउनु पऱ्यो नि त अब आफूलाई खुसी लागिरहेको छ अनि ठ्याक्क सरहरू पनि आउनुभयो एकछिन पछाडि अनि चाहिँ अलिकति शान्त भयो त्यतिखेर चाहिँ डर लागिरहेको थियो हात कामिरहेको थियो खुसी पनि एक्साइटेड पनि त्यतिकै हुनुहुन्थ्यो है अब अलिकति विगततिर फर्केर हेर्ने हो भने तपाईँ आफूले आफूलाई मूल्याङ्कन गर्दा होइन तपाईँ कस्तो खालको स्टुडेन्ट जस्तो लाग्छ आफैलाई यसो होइन अब अरूले मूल्याङ्कन गर्ने हो तर म चाहिँ यस्तो होला भन्ने चाहिँ अब म पनि अरू विद्यार्थीहरू जस्तै हो होइन अब जस के भन्छु भने अब मैले गर्न सक्ने अनुसारको चाहिँ मैले दिँदैछु जतिसम्म चाहिँ मलाई चाहिँ त्यति लाग्छ अनि अब कलेजमा तपाईँको पढाइ कस्तो छ त अब एकदम राम्रो अथवा ठिकै राम्रो कस्तो छ तपाईँलाई कुन क्याटेगोरीमा राख्नुहुन्छ आफैलाई त अलिक गाह्रै हुन्छ राख्न अब सरहरूकै अनुसारले हो अब विद्यार्थी कस्तो हो भन्ने त अब सरहरूले नै अब मूल्याङ्कन गर्नुहुन्छ नि अब हामी साथी बिच त एकअर्का त मूल्याङ्कन गर्न सकिँदैन पनि अब आफूलाई आफू ठुलोमा राख्न पनि सकिँदैन होइन जस अब साथीहरू जस्तै हो म पनि अब पढ्ने आउने त्यस्तै हो मिहिनेत चाहिँ गर्नुहुन्छ पढाइमा पनि मिहिनेत गर्नुहुन्छ कि यता यो
स्किलमा मात्रै तपाईँले मिहिनेत गर्नुभएको? पढाइमा पनि भन्दा नि मलाई म अब ओजिटीमा गइन्छु नि त। ओजिटीमा त अब जाँदाखेरि मैले चाहिँ भन्नु खोजेको कलेजको पढाइ। हजुर। तपाईँ मल्टिपलमा पढ्नुहुन्छ होइन? हजुर। त्यसमा पनि तपाईँले मिहिनेत यति नै गर्नुपर्छ कि यता मात्रै हो तपाईँको? अब पढाइ भने अब मिहिनेत नगर्ने त हुँदैन। अब जुनैमा पनि मिहिनेतै गर्नुपर्छ होइन। अब त्यता पनि मिहिनेत गऱ्यो, अब यहाँ पनि मिहिनेत गरिँदैछ, त्यति नै। तपाईँलाई अप्ठ्यारो लाग्ने कुरा चाहिँ के छ? जस्तै तपाईँ पढ्दै हुनुहुन्छ, आफ्नो एउटा करियर बनाउने टाइममा हुनुहुन्छ, अनि यो बिचमा केही स्ट्रगल जस्तो लागेको होइन, सङ्घर्ष गर्नु परेको क्षण हुन्छ नि? यस्तो भइदिएको भए हुन्थ्यो, यस्तो भइदिएको, यस्तो गर्न सकेको भए हुन्थ्यो भन्ने अभाव खड्किएको चाहिँ के छ? त्यस्तो त खड्किएको त छैन। जस अब भनेपछि आनन्दले नै पढ्दै आउनुभयो, आमा बुवाले पनि फी मजाले तिर्दिनु भयो, मजाले पढ्नुभयो, त्यस्तो स्ट्रगल खासै केही परेन? स्ट्रगल परेन। मम्मी ड्याडीले चाहिँ जस मैले यो गर्छु भनौँ होइन, बरु उहाँले अब हुन्छ नि आफ्नो मनको इच्छा बरु मारेर भए पनि जस तिमी जे गर्नु मन लाग्छ त्यसमा चाहिँ साथ दिन्छु भन्नुहुन्छ। त्यस्तो स्ट्रगल चाहिँ तपाईँले आफैले चाहिँ गर्नु परेन? आफूले कहिलेकाहीँ होइन, बुवा मम्मीले आफ्नो पढाइलाई लिएर, आफ्नो तपाईँको सपनालाई लिएर, बुवा मम्मीले तपाईँको सपना, तपाईँको पढाइ, तपाईँको करियरलाई लिएर जुन किसिमको मेहनत गर्नुहुन्छ नि, त्यो कुराहरू सम्झिँदा तपाईँलाई कस्तो लाग्छ? अब दुःख लाग्छ। अब मम्मी अब ड्याडी बिहानै उठेर जानुहुन्छ होइन, अब 3 बजे नै जानुहुन्छ क्या। अनि मम्मी पनि बिहान बिहानै अब रक्सीहरू पार्नुहुन्छ, अनि त्यसको सम्झिँदाखेरि चाहिँ दुःख लाग्छ। त्यो कुरालाई न्याय गर्छु होला जस्तो लाग्छ तपाईँलाई पछि गएर? हजुर। त्यो जुन उहाँहरूले तपाईँको लागि समय दिनुभएको छ, तपाईँको लागि खटिदिनु भएको छ, 10 नङ्ग्रा ख्याउनु भएको छ, त्यसलाई तपाईँले इज्जत अथवा त्यसलाई सम्मान, उचित किसिमको एउटा सम्मान दिनु सक्छु जस्तो लाग्छ कि कस्तो लाग्छ? सक्छु चाहिँ जस्तो लाग्छ। त्यसको लागि मिहिनेत नै गर्नुपर्छ। अब त्यतिकै भनेर पनि हुँदैन। अब त्यसको लागि चाहिँ अब मिहिनेत कुनै सिचुएसनहरू थाहा पाउनु भएको छ? जस्तै तपाईँले मेरो कलेजमा यति फी चाहिँ बुझाउनु पर्ने भनेर बाबालाई अथवा मम्मीलाई तपाईँले सेयर गर्नुभयो। हजुर। अनि त्यस पछाडि उहाँहरूले चाहिँ त्यो फी जुटाउनको लागि जुन किसिमको एउटा सङ्घर्ष र मिहिनेत तपाईँलाई नसुनाइ गर्नुभएको कुराहरू तपाईँले थाहा पाउनु भएको छ? मानिलिउँ त्यस्तो सिचुएसन मन माया लाग्ने टाइपको के, अब ओहो मेरो बुवाले यस्तो गरिरहनु भएको छ है मेरो लागि भनेर। त्यो कतिपय बुवाले त देखाउन चाहनुहुन्न, उहाँले त मेरो बुवा त अब सुपर हिरो जसरी पनि गर्नुहुन्छ भन्ने हिसाबले उहाँले त भन्नुहुन्न, तर तपाईँले आफैले मूल्याङ्कन गर्दा चाहिँ भन्नु त हुँदैन। त्यो पनि अब घरमा बसिन्छ देखिन्छ होइन। अब कसलाई चाहिँ अब के पो भन्छ, फ्यामिलीसँग बसेर अब रमाइलो गर्ने हुँदैन होइन। तर ड्याडी चाहिँ अब बिहान बिहानै अब जाडो होस् या गर्मी होस्, बिहानै 3 बजे, पहिला 2 बजे नै निस्किनुहुन्छ क्या राति। अनि त्यो चाहिँ अलिक अब दुःख लाग्थ्यो। दुःख लाग्दाखेरि चाहिँ तपाईँलाई त्यो शक्तिको रूपमा बदल्नुहुन्छ। अब ड्याडीलाई भालो दिनुपर्छ मैले होइन, उहाँले जुन किसिमले मलाई त्यो कस्तो भावना जाग्छ तपाईँको मनमा? अब जतिसम्म लाग्छ मलाई चाहिँ अब हुन्छ नि मम्मी ड्याडीलाई चाहिँ फाइनेन्सियली सपोर्ट गर्न पाउँदाखेरि चाहिँ खुसी लाग्छ होइन। अनि त्यसको लागि अब मिहिनेत नै अब ट्राई गर्दैछु। अब कहिले सकिन्छ कहिले। तपाईँ आइकन बन्नुभयो, उपाधि जित्नुभयो, अब त्यसको मतलब चाहिँ तपाईँलाई धेरै मान्छेले चासो दिइराख्नु भएको छ। तपाईँले कसरी मिहिनेत गर्नुभयो, कसरी सङ्घर्ष गर्नुभयो होइन, कति मिहिनेत गर्नुपर्दछ, कति सङ्घर्ष गर्नुपर्दो रहेछ, अथवा आफूलाई कति अनुशासनमा राख्नु पर्दो रहेछ भन्ने कुराहरूदेखि लिएर हरेक कुराहरू तपाईँबाट पनि कति तपाईँको फलोवर्सहरूले सिक्न चाहनुहुन्छ होइन। त्यसमा जस्तै पढाइ गरिरहेको विद्यार्थीहरूले के अनुशासन चाहिँ अपनाउनु पर्दो रहेछ जस्तो लाग्छ तपाईँलाई? अब त्यसको लागि चाहिँ अब हामीले चाहिँ अब आफै त अब गाह्रो पनि हुन्छ। अब सरहरूको सपोर्ट नै चाहिन्छ होइन। अब सरहरूले सपोर्ट पनि दिनुहुन्छ। त्यसको अब सरहरूले भनेको चाहिँ जस्ट मान्नु पर्यो, आफूले पनि हुन्छ नि। अब सरहरूले मात्रै भन्नुहुन्छ त्यस्तो गर्नु चाहिँ भएन। आफूले पनि अब हुन्छ नि अझ रुचि राखेर अझै अब त्योभित्र मैले के गर्न सक्छु भन्ने त्यस्तो हुन्छ। आफै सेल्फ स्टडी पनि गर्न सक्नु पर्यो जस्तो लाग्छ। अनुशासित चाहिँ हुनु पर्यो। हजुर, अनुशासित त हुनु पर्यो। अब पढाइमा मात्रै राम्रो छ, सरहरूलाई नि अब आफूभन्दा ठुलोलाई सम्मानै गरेन, अब भनेको मानिएन भने त अनि त्यो त कहाँ हुन्छ नि। अहिले चाहिँ जस्तै तपाईँ अहिले जुन तरिकाले बोल्दै हुनुहुन्छ, जुन स्टेजमा तपाईँ हुनुहुन्छ, अहिलेको समयमा चाहिँ त्यो एक्सपेक्ट गर्न सकिँदैन।
मतलब अब सामाजिक सञ्जालको विकास भएको छ, समाजमा विभिन्न किसिमका विकृतिहरूले जरा गाडेको छ। अनि अहिलेको नानीहरूलाई चाहिँ पढाइमा फोकस गर भन्न पनि निकै गाह्रो भएको बेलामा तपाईँले चाहिँ पढाइलाई नै फोकस गरिरहनु भएको छ, आफ्नो करियरलाई नै फोकस गरिराख्नु भएको छ, मेहनत गरिराख्नु भएको छ। कसरी सम्भव भयो? जस्तै तपाईँलाई कहिलेकाहीँ होइन साथीहरूसँग गरेर कता कता जान मन लाग्ने त्यस्तो भएन? अब सानोमा चाहिँ अब त्यस्तै हुन्थ्यो। अब साथी मम्मीहरू अब हाम्रो अब गाउँ समाजमा पनि अलिकति अब अलिक नराम्रै उयो हुन्छ नि त। अब सबजना प्रायः जस्तो बिग्रेकोहरू अब छोरी मान्छे भनेपछि त अब राति राति हिँड्ने पनि सम्भव हुँदैन। अनि मम्मीहरूले चाहिँ अलिक हुन्छ नि हल्का 5 मिनट हरायो भने पनि अब खोज्न थाल्नुहुन्थ्यो। अनि घरिघरि चाहिँ अब साथीहरूसँग पनि घुम्न पाउँदिनँ, अब बोल्न पाउँदिनँ जस्तो लाग्थ्यो सानोमा चाहिँ है। अब जब ठुलो हुँदै गएँ तब बुझ्दै गएँ अब समाजहरूको बारेमा नि होइन, अब ठाउँको बारेमा नि बुझ्दै गएँ। तब चाहिँ जस खुसी लाग्छ अब मम्मी ड्याडीले चाहिँ सानोदेखि मलाई यसरी अब हुर्काउनु भयो, संस्कार दिनुभयो होइन। अनि त्यस्तो पनि लाग्छ। अनि अब त्यो गर्न सक्नुको चाहिँ अर्थ भनेको चाहिँ मतलब त्यो भनेको चाहिँ जस्तै अब मम्मी ड्याडीको मेहनत अब हामीलाई अब उहाँहरूलाई अब जसोसुकै होस् अब च्यातिको लाउनुहोस् या अब मतलब मिठो मसिनो खानु नपाउनुहोस् तर हामीले मागेको बेला चाहिँ पुरा गरिदिनुहुन्छ क्या। अनि त्यही देखेर पनि त्यो सम्झिँदा चाहिँ आँखा रसाइहाल्छ हैन? हजुर आँखा रसाइहाल्छ, आँसु आउन खोजिहाल्छ हैन? हजुर। कति धेरै चाहिँ आमा बुवाको माया हुँदो रहेछ त हैन, निस्वार्थ रूपमा। हजुर भोलि गएर सोनामले मलाई मेरो छोरीले फर्काओस् नफर्काओस् तर तपाईँको लागि उहाँहरू त्यति है दोस्रो भगवानको रूपमा लिनुपर्ने रहेछ। दोस्रो भन्दा नि म चाहिँ पहिलो भगवान पहिला भगवानै मान्छु क्या। अब किनकि भगवानले अब जन्म दिनुहुन्छ, अब मागेको कुरा पुरा गरिदिनुहुन्छ नि। तर हामीले देख्न पाएको छैनौँ। अब स्वयं देख्न पाउने भनेको त हाम्रो आमा बुबा नै हो नि त। दृश्य भगवान भनेको आमा बुबा। हजुर म त्यसरी चाहिँ तपाईँले हजुर हेर्नुहुन्छ। अब मठ मन्दिरै गएर पूजा नगरे पनि मन मनमा चाहिँ म चाहिँ मम्मी बाबालाई नै पहिलो भगवानको रूपमा मान्छु। हिजोको दिनमा जुन तपाईँ पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठानमा चाहिँ आउनुभन्दा अगाडि र यो चाहिँ पार्टिसिपेट हुनुभन्दा अगाडि होइन सोनाम नेम्बाङ को हो भन्ने थियो। अहिले त सोनाम नेम्बाङको एउटा ट्याग लाग्यो हजुर होइन, एउटा आइकन बनेको छ। तपाईँको जिम्मेवारी पनि बढेर गएको छ। अब यो जिम्मेवारीलाई पुरा गर्नको लागि तपाईँ कतिको तत्पर हुनुहुन्छ? अब त्यसको लागि त अब मेहनत गर्छु नै। अब नोमेश सर पनि अगाडिदेखि नै सपोर्टमा हुनुहुन्थ्यो होइन, हार्डवेयरहरू सम्बन्धी अब नेटवर्किङ सम्बन्धीहरू। उपेन्द्र सर पनि अगाडिदेखि नै मलाई सपोर्ट गरिरहनु भएको थियो। अनि विराटनगरमा सरले नजित्नुभन्दा अगाडि नै क्या तिमीले जित्यौ भने तिमी चिन्ता नगर, जतिखेर तिमीलाई मन लाग्छ त्यतिखेर क्वेसन गर, त्यसको लागि हामी रेडी छौँ भनेर अगाडि नै मलाई भनिसक्नु भएको थियो क्या। अनि अब जति जित्यो पनि अब उहाँहरूले त्यहाँदेखि त सपोर्ट पनि गरिरहनु भएको छ, अगाडिदेखि नै सपोर्ट गरिरहनु पनि भएको थियो। र आउँदो दिनमा नि सपोर्ट गर्नु नै हुन्छ जस्तो लाग्छ, गर्नु नै हुन्छ पनि होइन। अनि त्यसको लागि चाहिँ अब तपाईँलाई बढी विश्वास के को छ? तपाईँको क्षमताको बढी विश्वास छ कि तपाईँको जुन मार्गदर्शन गर्ने गुरुहरूको अबको कम्पिटिसनको लागि? आफूमा पनि छ। अब हाफ चाहिँ आफूमा छ, हाफ चाहिँ सरहरूमा छ। किनकि अब म गर्छु भनेर मात्रै त म गर्न सक्दिनँ नि त। त्यसको लागि त गुरुहरू पनि सिकाउने हुनुभयो पर्यो नि त होइन। अब पहिलासम्म भनेको म एउटै फिल्डमा मात्रै गइरहेको थिएँ। जब स्कुल फेस्टिभलमा आएँ तब यहाँ सेलेक्ट भएँ, त्यहाँदेखि अब सरहरूको सपोर्ट पाएँ, अब हार्डवेयर सम्बन्धी पनि गर्न पाएँ, नेटवर्किङ सम्बन्धी पनि गर्न पाएँ। त्योभन्दा अगाडिसम्म मलाई चाहिँ अब एकतिर मात्रै थियो क्या। अब हाम्रो ओजिटी भनेको एकतिर मात्रै हुन्थ्यो नि त, त्यस अब चारैतिर अब फैलिएर गर्न पाइँदैन थियो। तर अहिले चाहिँ अब सबै गर्न पाइरहेको छौँ, सरहरूले पनि सपोर्ट गरिरहनु भएको छ। अब 50% चाहिँ आफूमा छ, 50% चाहिँ सरहरूमा छ। त्यसरी अगाडि बढ्दै हुनुहुन्छ। हजुर अब अन्त्यतिर हामी आइपुगेका छौँ होइन। आमा बाबाको कुराहरू पनि निस्क्यो, आमा बुवाको प्रसङ्ग पनि आयो होइन। परिवारमा चाहिँ कतिजना हुनुहुन्छ? हामी 5 जना। 5 जनामा आमा बुवा तपाईँ अनि भाइ र बहिनी। भाइ र बहिनी हजुर मिलेर बसिराख्नु भएको छ। हजुर भाइ कस्तो लाग्छ तपाईँलाई? अब दाजु बहिनी दिदी भाइको अब सम्बन्ध भनेको त्यस्तै हो। एक किसिममा अब झगडा, एक किसिममा अब के पो मिल्ने हुन्छ। बहिनी चाहिँ अलिक सानो हुनुहुन्छ है? अब बहिनी त सानो चाहिँ माया लाग्छ। माया हजुर। अन्त्यतिर आइपुग्दाखेरि बुवा आमालाई यो मिडियाबाट समदर्शीबाट के भन्न चाहनुहुन्छ? जस्तै तपाईँको बारेमा कति धेरै बोल्ने मनसाय हुँदै पनि केही कुराहरू कतिपय कुरा भन्न सक्नुहुन्न आमाले। बोल्ने मन त छ आफ्नो छोरीको लागि होइन, तर त्यो प्रस्फुटन भइदिँदैन। अब उहाँहरूको लागि तपाईँ के भन्नुहुन्छ? बाबा र मम्मीको लागि? बाबा र मम्मीको लागि अब धेरै धेरै माया छ होइन।
आफूभन्दा धेरै विश्वास मम्मी ड्याडीमै लाग्छ किनकि अब उमेर त सबैको आउँछ बिच बिचमा अब यताउति हुन्छ त्यसको लागि अब मम्मी ड्याडी जहिले नि साथ गर्नुहुन्छ अब आफूले राम्रो काम गरोस् या नराम्रो काम गरोस् होइन अब साथीहरूकोबाट अब मिठो अब खानेकुराहरू दिनुभयो भने अब ल्याइदिनुहुन्छ अब बरु नखाई भए पनि घरमा मेरो छोराछोरी छ नि उनीहरू अब खाएको छैनन् होला उनीहरूले खान पाए चाहिँ कस्तो हुन्छ मतलब हुन्छ नि अब छोराछोरीको प्रतिको माया अब त्यो सम्झेर भए पनि ल्याइदिनुहुन्छ अनि त्यसको लागि चाहिँ अब हुन्छ नि अब भन्न त अब गाह्रो हुन्छ भनेर साध्य छैन होइन मम्मी ड्याडीको प्रतिको सम्मान माया हुन्छ नि जस आफूभन्दा धेरै विश्वास माया चाहिँ मम्मीलाई लाग्छ मम्मी बाबालाई लाग्छ। त्यस्तो सिचुएसन कुनै छ जस्तै तपाईँको लागि मम्मी ड्याडीले तपाईँको लागि भनेर केही गरिरहँदा होइन सङ्घर्ष गर्नु पऱ्यो अथवा केही तपाईँको लागि जुटाइरहँदाखेरि तपाईँको कुनै पल त्यस्तो आँसु आएको पलहरू छ लाइफमा? त्यो त अब सम्झिँदाखेरि यस्तो गर्नु है हामी यस्तो गर्दैछौँ भनेर भन्नुहुन्छ नि त्यतिखेर चाहिँ चस्स कति धेरै माया गर्नुभएको भन्ने टाइपको हुन्छ नि कुनै बेला कुनै बेला होइन म त हरेक पलै त्यस्तै लाग्छ हरेक पल किनकि अब पहिलादेखि नै आउँदै गरेको अब मम्मी बाबा चाहिँ अब गाउँमा पनि हुनुहुन्छ होइन काका काकीहरू तर यहाँ आएपछि त मम्मी बाबाले सङ्घर्ष गरेर होइन अब ड्याडी विदेश जानुभयो मम्मी घरमा बसेर गर्नुभयो अब हामीलाई हुर्काउनु भयो अब संस्कार सिकाउनु भयो यसो गर्नु हुँदैन उसो गर्नु हुँदैन सिकाउनु भयो पछि ड्याडी आउनुभयो होइन त्यहाँदेखि अब म विदेश जाँदिनँ म यहीँ बसेर गर्छु भन्ने भयो त्यहाँदेखि अब दिनदिनैको मेहनत हुन्छ नि अब मम्मी ड्याडीको सङ्घर्ष त्यो हरेक त्यो चिसोमा पनि होइन जाडो नभनिकन बिहानै उठेर निस्किने है अनि कति गलिन्छ थकान हुन्छ होइन तर पनि छोराछोरीको लागि गलेको महसुस गर्नु त्यसैले त तपाईँको काँधमा यति ठुलो जिम्मेवारी छ त होइन। तपाईँलाई बेस्ट अफ लक। अब नेसनल उपाधि तपाईँ जाँदै हुनुहुन्छ होइन यी सबै कुराहरू मेरो पनि आँखा रसाइरहेको छ है यी सबै कुराहरू परिस्थिति र सङ्घर्षका कुराहरू लिएर तपाईँ अगाडि बढ्नुहोस् नेसनल उपाधि पनि जित्नुहोस् तपाईँलाई धेरै धेरै शुभकामना छ। हस् धन्यवाद हजुरलाई नि सबैलाई सरहरूलाई जसले सपोर्ट गर्नुभयो होइन यहाँसम्म पुर्याउनु भयो सबैलाई धन्यवाद। यो थियो एउटा सङ्घर्षको कथा मेहनत र परिश्रमको फल र आमा र बुवाले आफ्नो सन्तानप्रति देखाउनु भएको निस्वार्थ जिम्मेवारी निभाउनु भएको निस्वार्थ किसिमको जिम्मेवारी निश्चल मायाका कुराहरू थिए। हामीले आज समदर्शी अनलाइनको यो अन्तर्वार्ता यहाँ अन्त्य गर्दै गर्दा हामीले सम्झिनुपर्ने हुन्छ मेरो आत्मीय मित्र रमेश राजवंशी नरेन्द्रजी र अहिले छायाङ्कन गरिरहनु भएको छ हाम्रो एलिसजी उहाँलाई पनि मैले धेरै धेरै सम्झना गरेको छु र यसरी नै सङ्घर्ष मेहनत र परिश्रमको कथाहरू लिएर हामी फेरि पनि आउनेछौँ। अहिलेको लागि हस्त नमस्ते।